सबैलाई नमस्कार। म छविलाल पाण्डे। आज म बर्दघाट नगरपालिका, यो चाहिँ नि हाम्रो बर्दघाट हाइवे रोडको नजिकै एउटा रिफ्रेस सेन्टर बनेको छ। त्यस्तै रिफ्रेस सेन्टर नेपालमा 5 वटा बनेका छन्। अरू ठाउँको चाहिँ नि सबै सञ्चालुमा आइसकेको छ र यो रिफ्रेस सेन्टर अहिले यहाँ चाहिँ नि लगभग 5 वर्ष भइसक्यो यो बन्न लागेको, तर यो अहिले सुचारुमा आएको छैन। र यसको लोकेसन चाहिँ नि बर्दघाट बजार भन्दा उत्तर साइडमा प्रहरी चौकी यहाँ सामुन्ने छ भने दक्षिण साइडमा चाहिँ नि सञ्जीवनी हेल्थ केयर मेडिकल त्यहाँ छ र अझ अगाडि गयो भने त्रिवेणी चोक पर्छ। र यहाँ चाहिँ नि यो ठाउँमा चाहिँ नि रिफ्रेस सेन्टर बनाइएको छ र रिफ्रेस सेन्टरको चाहिँ नि हेर्नुहोस्, सिसाहरू पुरै फुटेका छन्। अब हामी तपाईहरुलाई भित्र पनि गएर देखाउने छौं के यसको हालत भयो रहेछ। तर यो 5 वर्ष भइसक्यो, अरू ठाउँको सुचारु भइसक्यो, यहाँको सुचारु किन भएको छैन? अब हामी तपाईहरुलाई भित्र पनि देखाउने छौं। जम ल्याउनु, यो देख्न सक्नुहुन्छ। उता सिसा फुटेको छ, यो सिसा फुटेको छ। यो यहाँ चाहिँ नि बीचमा चाहिँ नि यो एल्युमिनियम सिट उखाडिदिएको छ, यो सिसा फुटेको छ। र यहाँ देख्न सकिन्छ यो ल्याउनु, यो के गरेको यो ल्याउनु यसरी यो निकालिसकेको छ। यो यतातिरको यो फुटालेर यो पुरा तल भुइँमा खसेको छ र यहाँ यस्तै काम अहिले अवस्थामा छ। र ल्याउनु यहाँ सिसा फुटालिदिएर यो पनि खत्तम छ। यहाँ पनि हेरौँ, यो सिसाहरू छन्। अब हामी भित्र जाँदैछौँ। भित्रको लोकेसन कस्तो रहेछ हेरौँ। भित्र पनि सिडी पनि यहाँ ठिकै बनाएको। यहाँ मार्बल टाइल पनि लगाएर रहेछ। तर भित्र गइसकेपछि यी ल्याउनु सिसा पुरा फुटालेर यो भुइँमा सिसा पुरा रहेछ। ये हो वास बेसन पुरा फुटालेर तल झरेको। यतातिर टोयलेट नै छैन। लाइट तल खसालेको। यो सेन्सर सिस्टमको वास बेसन सेन्टर रहेछ। के अरे सेन्सर सिस्टमको पानी चाहिँ यसरी हात हाल्यो भने ठ्याक्क पानी आउने त्यस्तो किसिमको यहाँ बनाएको रहेछ। यो तपाईको चाहिँ यो हेर्नु, यो लाइट पनि तल खसेको, लाइट खसेको। र यहाँ यो टोयलेट पनि को अवस्था यसको भने अलि केही ठिकै रहेछ, तोडफोड भएर हिँड्छ यसको। र अब अर्को कोठामा जाउँ। यहाँ पनि यसको डोर, यो डोर एउटा डोरै नै रहेनछ। यहाँको डोर रहेछ, यसको बीचको चाहिँ नि यो डोर रहेनछ। यो डोर अनि यहाँको सेफ्टी उ रहेनछ, यहाँको दिवाल र यहाँको आधा दिवाल पनि रहेनछ। यो सब तोडफोड गायब। फुटालेर यसरी वास बेसनमा यसरी जाने यो साबुनदानी हो कि के हो यो त्यस्तै जस्तो किसिमको रहेछ। यी सब तोडफोड गरेर यहीँ राखेका। यो चाहिँ नि दुर्दशा भइरहेको। यो यसको जवाबदारी को हो? नगरपालिका हो। छिटो भन्दा छिटो यसको काम चालु गरौँ र सञ्चालन गरौँ भन्नेतिर कोही छैन। यो 5 वर्ष भइसक्यो यो चाहिँ नि ठडिएर बसेको। यसको चाहिँ नि अहिलेसम्म केही उपचार यसको पाइएको छैन र यसलाई छिटो भन्दा छिटो सञ्चालन गरौँ। यति भन्दै म बिदा हुन्छु। नमस्कार।